हेलो साथीहरु, गुड मर्निङ। के छ नयाँ नौलो। ल आज म फेरि ब्लग बनाउन लागेको छु। म अहिले यसो चर्चतिर जाँदैछु। त्यहाँ आज हल्का फुल्का काम पनि छ। म त गर्ने आलो छैन। अब यसो काम गरेकालाई देखाउँछु अनुभव के कसो हो भनेर जाँदैछु। एकछिनमा तपाईलाई देखाउने छु है। म हिँड्दैछु नि त त्यहाँ। ल हाम्रो दाइहरु आइहाल्नु भाडा ल्याएर। ए के यसमा सोफा ल ल हाम्रो मानमा पनि आउँदै हुनुहुन्छ। ओहो ल दाइले त सेम जमानामा काम गर्नु आएर छ यार। हेर्नु त उहाँको अनुहार पनि हँसिलो छ। जानु 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 उदय उदय हुलेको ल जम 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 उदय उदयपुरमै हो। दराजहरु आइसकेछ माथिबाट हाल्दैछन्। ए भित्र लग्ने कता लग्ने हो यो? भित्रै हो ठाउँ हुन्छ। तपाईको फिलिङ कस्तो भयो बोकेर ल्याउँदाखेरि भन्नु त एकैछिन। एकदमै राम्रो हुँदो रहेछ भारी बोक्नलाई। त्यसका बारेको यस्तो रमाइलो त कहिले लाग्दैन। ए उहाँले चाहिँ बोकेर ल्याउनु भएको रहेछ। त्यही भएर थाक्नु भएको चाहिँ हाम्रो धनशेर दाइ। हेर्नु अब त्यो आरामले मोबाइल चलाउँदै हुन्छ ल। अनि हजुर पनि लिएर आउनु भएन? कस्तो अनुभव भयो हजुरलाई बोकेर ल्याउँदाखेरि? कस्तो अनुभव भयो बोकेर ल्याउँदाखेरि? मैले त गोरु बोक्ने मान्छे हो यार। यो त सिम्बल मेरो लागि त। ए गोरु बोक्ने भनेपछि तपाईँ पहिलेदेखि काम गरेको मान्छे हुनुहुँदो रहेछ। घट्टा बोक्यो कि केही बोक्यो। ए त्यस्तो तरो छ। हजुर हजुर त्यस्तो तगडो छैन। रागो त एउटै हातले उचाल्छ। त्यही त रागो त एउटै हातले उचाल्छ। भनेपछि तपाईँसँग धेरै ताकत रहेछ। ए जोबानमा त झन् घट्टै घट्टै। ल दाइ बलियो हुनुहुँदो रहेछ नि यत्रो यो बोकेर ल्याइदिनु भएको छ। ल ल ल हामी त सार्दैछौँ एकैछिन है अहिलेलाई। बाटो सत्य हे बाटो सत्य जीवन यसो नै हुन्। हे यसो नै हुन् संसारको ज्योति। म यता हे हे म यता यसो तपाईँ कता। हे म यता खोलाको किनारमा। हे हे बाटो सत्य हे बाटो सत्य जीवन यसो नै हुन्। हो यसो नै हुन्। म यता तिमी कता। हे चाँडो भन म यता। हे बाटो सत्य हे बाटो सत्य जीवन यसो नै हुन्। उहाँमा विश्वास गरे भने पनि मरेको पनि हे मरेको पनि जीवित हुन्छ। हे बाटो सत्य जीवन यसो नै हुन्। यसो नै हुन्। हे हे यसो नै हुन्।